हेलो एभ्रिवान, म दुर्गा गुरुङ। आजबाट म युट्युबमा ग्रामरको म कोर्स गराउँदैछु र यो म ग्रामर अफकोर्स यो फ्री भयो होइन। यो ग्रामरमा म तपाईँलाई ग्रामरको कम्प्लिट ग्रामर भन्ने सिम्पल होइन, जस्तो हामीले नेपालीमा पढेको नेपाली ग्रामर जस्तो होइन। कतिपय मिल्छ नि ग्रामर, तर हामीले त नेपाली ग्रामर नसिके पनि चल्छ, किनभने हाम्रो नेपालमा ग्रामरको प्रायोरिटी दिँदैन। लेख्दाखेरि पनि गल्ती सल्ती हामीले मतलब राख्दैनौँ। इन्डियन पनि त्यस्तै हो, बेङ्गली पनि त्यस्तै हो, तर इङ्ग्लिसमा त्यस्तो हुँदैन। हो, तपाईँले बोल्दाखेरि बोल्यो, हो कस्तो फ्लुन्ट बोल्यो। यहीँ जन्मेको बच्चा किन नहोस्, यहीँ जन्मेको चिल्ड्रेनहरू किन नहोस्, उनीहरूले बोल्छ। अफकोर्स नेटिभ ल्यान्डको बच्चाहरू पनि किन नहोस्, चिल्ड्रेनहरू किन नहोस्, उनीहरूले बोल्छ, एकदम फ्लुन्ट बोल्छ, सरल बोल्छ, एकदम हामीले जस्तो नेपाली बोल्छ उनीहरूले पनि त्यस्तै बोल्छ, ठिक हो। तर हामीले नेपालीमा बोलेको गल्ती सहीको मतलब हुन्न, तर इङ्ग्लिसमा चाहिँ ग्रामरमा चाहिँ हुन्छ। हो, तर बोल्दाखेरि हुँदैन। बोल्दाखेरि चाहिँ अब जस्तो कति अमेरिकनहरू ब्रिटिसहरू एकअर्कालाई कुरा गरिरहन्छ, उनीहरूको भाषा हो, हामीले बोले जस्तो उसले बोल्यो, तर त्यही भाषालाई उसले कुनै एउटा प्याराग्राफमा लेख्नु पर्यो, उसले थेसिस लेख्नु पर्यो अथवा ग्रामरको टेस्ट दिनु पर्यो भने त्यो चल्दैन। हाम्रो नेपालमा त चल्छ। फेरि हामीले नेपालीमा थेसिस लेख्यो, यो ग्रामर यसो गल्ती भएछ। अब हाम्रो नेपालमा त ग्रामरको टेस्ट पनि हुँदैन, हो, खासै हुँदैन नेपालीको। तर यहाँ त फेरि त्यस्तो हुँदैन। थेसिस लेख्यो, के लेख्यो, तपाईँले त्यहाँ ग्रामर वाच गर्छ उसले, हो। यहाँ किन यो भर्बको ठाउँमा किन तैँले एडभर्ब लेखिस्, के अरे सब्जेक्टको ठाउँमा किन अब्जेक्ट लेखिस् भन्ने हुन्छ। र यहाँ चाहिँ फेरि के हो त, ग्रामरको टेस्ट हुन्छ, हामी सबैलाई थाहा छ, हो। नेपालको जस्तो त होइन, यहाँ त ग्रामरको कम्पलसरी टेस्ट हुन्छ जाने, हो। तपाईँलाई पनि लिन्छ, यहीँको बच्चाहरूलाई पनि लिन्छ टेस्ट। तर हामीहरू नेपाली इन्डियनहरू कतिपय ठाउँमा यिनीहरूभन्दा नि नम्बर धेरै किन ल्याउँछौँ त। अब यिनीहरूको भाषा यिनीहरूले ल्याउनु पर्ने हो त, तर यिनीहरूभन्दा नि हामीले कतिपय ठाउँमा धेरै ग्रामरमा नम्बर किन ल्याउँछौँ त। हामीले त पास हुनुपर्छ, पढ्नुपर्छ भनेर मिहिनेत गर्छौँ, ग्रामर हेर्छौँ, तर उसले हेर्दैन। उसले नबोल्नु पो बोल्यो, बोल्दाखेरि त के बोल्यो, के बोल्यो, त्यहाँ कति गल्ती बोल्यो मतलबै भएन नि। तर लेख्दाखेरि के हुन्छ त, ग्रामर त जान्नु पर्यो। हो, अब यहीँ के बच्चालाई भयो नि ग्रामर यदि उसले स्टडी गरेको छैन भने उसको ग्रामरमा नम्बर आउँदैन। जस्तो यिनीहरूले के भन्छ, यहीँको अमेरिकन के नहोस् के भन्छ, अब जस्तो भन्छ, के भन्छ उसले, माई फ्रेन्ड स्टार्टेड, हो। उसले के भन्यो, माई फ्रेन्ड हेज स्टार्टेड। मैले मेरो कानले सुनेको छु है, एउटा दुइटै केटाहरू गफ गर्दै हिँडिरहेछ, अनि केटीले के भन्यो भने, अब कुरामा के भन्यो, माई फ्रेन्ड हेज स्टार्टेड, हो, एज मी भन्यो। हेर्नुहोस् है, मलाई त ग्रामर थाहा छ, उसले गल्ती बोल्यो, तर त्यो उसले बोल्यो, उसले प्रर बोल्दैछ, उसको भाषा बोल्दैछ, तर त्यो सिलसिलामा उसले बोल्यो, माई फ्रेन्ड हेज स्टार्टेड एज मी भन्यो। भन्यो, अब त सुन्ने त सुन्यो, मैले पनि 100% बुझ्यो, उसले नि बुझ्यो, उसले फ्लुन्ट गर्यो, बोलेछ, यहीँको जन्मेको मान्छे अमेरिकन बोल्यो। तर मैले त ग्रामर समातेँ नि। उसले के भन्यो भने, माई फ्रेन्ड हेज के भन्यो त, स्टार्टेड एज मी भन्यो। त्यो भनेको के हो त, हुँदैन। जब तपाईँले एज लगाएपछि मी हुँदैन, किनभने जब तपाईँले माई फ्रेन्ड भन्यो त्यो सब्जेक्ट भयो, त्यो सब्जेक्टसँग सब्जेक्टै हुनुपर्छ, मी हुँदैन, अब आई हुन्छ क्या। हो, त्यस्तो रुलहरू थुप्रै हुन्छ। अब जस्तो तपाईँले सब्जेक्टसँग कम्पेयर गरेछ भने सब्जेक्ट नै लेख्नुपर्छ, होइन। अब जस्तो मैले तपाईँलाई एउटा उदाहरण दिएँ, अब हामी फुटबल खेल्न गयो भन्यो, अनि को गयो त, राम एन्ड मी, होइन, अथवा राम एन्ड मी आर गोइङ टु प्ले फुटबल भन्यो। राम एन्ड मी आर गोइङ टु मार्केट भन्यो, के भयो, 100% गलत भयो। तर तपाईँले नि बोल्छ त्यही, मैले पनि त्यही बोल्ने हो, यहीँको जन्मेले नि त्यही बोल्छ, हो, राम एन्ड मी भन्छ, तर नेभर, कहिल्यै हुँदैन। तपाईँले राम एन्ड मी भनेछ, राम एन्ड मी हुँदैन, राम एन्ड आई हुन्छ क्या, ओके। किनभने राम भनेको के हो त, सब्जेक्ट हो, आई भनेको के हो त, सब्जेक्ट हो। तपाईँले मी लगाउनै मिल्दैन, आई लगाउनुपर्छ क्या, किनभने त्यो धेरै छ ग्रामरको रुल। जस्तो राम एन्ड आई भन्ने, राम एन्ड आई आर गोइङ टु मार्केट भन्ने हो क्या। के हो भने त्यो रुल, मैले एउटा सिम्पल उदाहरण दिएको मात्र हो। फर्र बोल्यो भन्दैमा यिनीहरूले सिक्नु पर्दैन भन्ने होइन, नेपालीको जस्तो होइन, इङ्ग्लिसमा धेरै कम्प्लिकेटेड हुन्छ। त्यस्तै मैले यहाँ बोर्डमा तपाईँलाई लेख्दिएँ, होइन। यो मैले बोर्डमा लेखिदिएको कारण म तपाईँहरूलाई यो बताइदिन्छु। अब अझै धेरै हुन्छ,
यो यो के पनि होइन। अब कति हुन्छ कति हुन्छ होइन, यसमा भनिसाध्य हुँदैन। यसको मैले यहाँ बोर्डमा जति अटेँ त्यति लेखिदिएको मात्रै हो, थुप्रै हुन्छ। अब जस्तो मैले तपाईँलाई एउटा उदाहरण दिएँ, अब मैले तपाईँलाई बेसिकबाट सिकाउँछु ल। बेसिक मैले यो इन्ट्रोडक्सन मात्रै दिएको हो क्या, इन्ट्रोडक्सन मात्रै गरे हो ग्रामरको। ग्रामर किन जरुरी छ, किन पढ्नुपर्छ भनेर मैले इन्ट्रोडक्सन मात्रै गरिरहेको। अब जस्तो मैले कति सिक्नुपर्ने हुन्छ यहाँ हो। तपाईँले के अरे एकाडेमिक कोर्स मात्रै जानेछ, एकाडेमिक कोर्स पनि तपाईँले यो कोही पढाएछ, तपाईँले जेन्डर पढाएछ छैन, पढाएछ। जेन्डर के यो हो ठिक छ, जेन्डर सबभन्दा सजिलो टपिक छ यहाँ। तर अलिअलि त्यो तपाईँलाई आउँदैन, त्यो म बताइदिउँ ल। आउँदैन त्यहाँ मलाई थाहा छ, अलिकति एडभान्सको पनि त्यहाँ कुरा छ। तर यो तपाईँले 15-20 मिनट 1 घन्टा पढेपछि सबै आउँछ। तर यसमा तपाईँलाई सबै आउँछ, मस्कुलिन जेन्डर, फेमिनिन जेन्डर, कमन नेक्स्टेड जेन्डरहरू भन्छ नि 3-4वटा सबै आउँछ। तर त्यसमा एउटा दुईवटा ट्रिक छ, त्यो मात्रै जानेछु भयो। नम्बर पनि गाह्रो छैन, तर तपाईँले त्यहाँ पोइन्ट्सहरू हुन्छ, बुझ्नैपर्छ। अब यस कहाँ लाग्छ, यस कहाँ लाग्छ, अब त्यो भित्रको शब्दहरू कहाँ चेन्ज गर्ने, अब तपाईँले कहाँ यस थप्ने कहाँ नथप्ने, जस्तो अब नम्बर जान्नुपर्छ तपाईँले। यसको एउटा दुईवटा क्लास हुनुपर्छ, तपाईँले बताएपछि आउँछ। तर तपाईँलाई अलिअलि कतै तपाईँले याद गर्नुपर्ने चिज पनि आउँछ, त्यहाँ गर्नुपर्छ। तर तपाईँलाई सजिलो छ। जस्तो मैले तपाईँलाई एउटा उदाहरण दिएँ, तपाईँलाई सबै आउँछ भने पनि कति ठाउँमा नआउनु सक्छ। अब जस्तो मैले तपाईँलाई भन्यो, अब बोय भन्यो, तपाईँले यस थप्यो, बोयज गऱ्यो, पुरलर भयो। तर त्यही तपाईँले गर्लफ्रेन्डलाई के गर्ने, अब गर्लमा यस लगाउने कि फ्रेन्ड्समा यस लगाउने हो। अब त्यस्तो ट्रिक हुन्छ, त्यो म तपाईँलाई बताइदिउँ ल। अब गर्लफ्रेन्डमा के त अन्तिममा यस हुन्छ, किनभने त्यो जोडेको कम्बाइन वर्डहरू भए पनि जोडेको छ भने लास्टमा लाग्यो गर्लफ्रेन्ड्स, बोय फ्रेन्ड्स। तर त्यो कम्बाइन छैन भने फेरि जस्तो डटर इल्ला भन्यो हो, फादर इल्ला भन्यो, फादर इल्ला, यो के त 3टा छुट्टै शब्द हो, छुट्टै राखेको हुन्छ नि। के अरे स्पेस दिएर बनाएको हुन्छ, फादर इन ला गएको हुन्छ नि, स्पेस दिएको हुन्छ। त्यसमा फादरमै पहिले लाउनुपर्छ, फादर्स इल्ला, मदर्स इल्ला, डटर्स इल्ला। यसको त्यस्तो धेरै रुल हुन्छ, त्यो पनि म बताइदिउँ ल। त्यो गाह्रो पनि छैन, सजिलो पनि छैन। तर 1-2वटा क्लास लियो, 1-2वटा क्लास लिएपछि आउँछ तपाईँलाई। तर यसमा पनि के त 15-20वटा तरिका हुन्छ, त्यो म बताइदिउँ ल होइन। तर कतै कन्ड गर्नुपर्ने हुन्छ होइन। याद गर्ने कुरा त अब याद गर्नै पर्छ। मैले पनि कति कुरा याद गरेको हुन्छ, मलाई नै आउँदैन हो त्यो। अब आर्टिकलको तपाईँहरूलाई कथा थाहा छ नि होइन। मैले आर्टिकल यहाँ लेखेको छु। आर्टिकल भने के हो भने हामीले त एलकेजीमै पढायो, 1 कक्षामा हुँदा पढायो। एउटा चिज भएपछि ए र एन लगाउने हो, भोवेल साउन्ड आएपछि एन लगाउने हो, भोवेल साउन्ड आएन भने कन्सोनेन्ट साउन्ड आएपछि ए लगाउने हो। अनि कुनै ठुल्ठुलो ठाउँमा द लगाउने, द धरहरा, अनि द के अरे द सिंहदरबार लगाउने। त्यस्तो सिम्पल कुरा आइहाल्छ नि। नो होइन, यो त फेरि झनै भास्ट। साँच्चैको तपाईँले पुरै स्टडी गर्ने भए आर्टिकलको मात्रै यत्रो मोटो बुक हुन्छ। बताउन तपाईँको भनाइले त यो त 1 पेज पनि भएन, 2 लाइन पनि भएन। एएन कहाँ लाग्छ भनेको तपाईँको परिभाषाले, अनि द कहाँ लाग्छ भने तपाईँको परिभाषाले, त्यो 2 लाइन पनि भएन। जबकि यसको किताबै पाउँछ छुट्टै, मैले त्यो सबै स्टडी गरेको छु हो, त्यसको किताबै पाउँछ। त्यस कारण यो सजिलो छैन। अझ मैले यसकै एउटा सानो उदाहरण दिएँ मैले है। जस्तो तपाईँहरू फ्यामिली घरमा बसिरहेछ हो, अब कसैले ढोका ढकढकायो, तपाईँको बुवाले भन्यो, ए जातो छोरी कसले ढोका ढकढकायो भन्यो। तपाईँको छोरी त गयो, यसो झ्यालबाट कतिवटा चियाएर हेर्ने ठाउँ थियो होला, हेऱ्यो होइन। हेरेर उसले भन्यो, ड्याड अ बोय इज नकिङ द डोर भन्यो। एउटा केटाले ढोका ढकढकाउँदैछ भन्यो। ओके, अनि त्यही खण्डमा अब भोलिपल्ट त्यो फेरि भने त्यो छोरीलाई भने जा त फेरि कसले ढोका ढकढकायो। छोरीले यसो हेऱ्यो, अनि छोरीले फेरि अहिले फर्केर आएर बुवालाई के भन्यो, द बोय इज नकिङ द डोर भन्यो। अब के फरक छ त्यो? एक दिन चाहिँ उसले अ बोय इज नकिङ द डोर भन्यो पहिलो दिन, दोस्रो दिन द बोय इज नकिङ द डोर भन्यो। हो, यस्तो कुराहरू जान्नुपर्छ। तपाईँले ए र एनको तपाईँले ठाउँमा लगाउनु जानेन भने सेन्टेन्सै गल्ती हुन्छ। हो, बोल्दाखेरि त बुझ्यो हो, बोल्दाखेरि बुझ्यो, तपाईँहरूमा बुझ्यो। यहीँ जन्मेको मान्छेले नि यसरी नै बोल्छ। इभेन त उसले बोय पनि पनि लाउँदैन, बोय इज नकिङ द डोर भन्छ। त्यो जबकि त्यो पुरै गल्ती हो। त त्यो बोलेर गल्ती बोल्छ, तर त्यो केयर गर्दैन। त्यो फ्लुन्ट भन्यो, कस्तो इङ्ग्लिस भन्यो,
तर लेख्नु फेरि उसले त्यसरी नै लेख्छ, बुवा इज नकिङ द डोर भन्छ हो, बुवा इज कमिङ भन्छ, बुवा इज कमिङ फ्रम मार्केट भन्छ। तर त्यो गल्ती भइगयो। त तपाईँले ग्रामर पढेको छैन पो, तपाईँले ए लेखिन अ बुवा इज कमिङ फ्रम मार्केट भन्यो अथवा द बुवा इज कमिङ फ्रम द मार्केट। अब कहाँ द लाउने कहाँ ए लाउने तपाईँलाई थाहा छ। त्यतिकै हजुरआमाघरमा ए र द लगाएर हुँदैन। ओ यदि त्यो 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 छोरीले के त पहिला दिन ढोका ढकढकाएपछि बुवालाई के भने त अ बुवा इज नकिङ द डोर भनेको त्यो केटालाई नचिनेको, अ भनेको इन्फिनिटिभ आर्टिकल भयो फाइनली। अब डेफिनेट इन्डेफिनेट आर्टिकल हुन्छ होइन, इन्डेफिनेट आर्टिकल भयो। अनि इन्डेफिनेट भनेको नेपालीमा पनि बुझ्नुपर्छ, अनि तपाईँहरूले सम्झिहाल्छ। इन्डेफिनेट भनेको के त अनिश्चित के थाहा नभएको, अनि डेफिनेट भनेको थाहा भएको। द चाहिँ डेफिनेट लाउने। अनि त्यो केटालाई ढोका ढकढकायो, अब बुवा भने उसले चिनेर फेरि भोलिपल्ट नि त्यही केटा रहेछ क्या, द बुवा इज नकिङ द डोर भनेपछि त्यो तपाईँको त्यो छोरीले त त्यो केटालाई त देख्यो नि त, पहिलो दिन देख्यो त, दोस्रो दिन त्यही भएर उसले द लगाएको। अब जस्तो फेरि म तपाईँलाई अर्को उदाहरण दिउँ। देयर वाज अ किङ हो, देयर वाज अ किङ, ओके, देयर वाज अ किङ भने मैले है, देयर वाज अ किङ, द किङ वाज विस, द किङ वाज विस हो। देयर वाज अ किङ, मैले पहिला अ किङ भन्यो, त्यो ग्रामेटिकल हो। तर तपाईँले किङ लगायो भने मात्रै आयो है, फेरि किङ लगाएपछि द आयो, तर किङ लगाइरहनु पर्दैन। देयर वाज अ किङ, अनि हामीले के भन्छौँ त, हि वाज अ विस भन्छौँ होइन, किनभने हामीले किङलाई फेरि डबल लेख्दैनौँ। तर लेख्नै पर्ने खण्डमा कसरी लेख्ने भन्ने हो। अनि तपाईँले आर्टिकल कसरी युज गर्ने, तपाईँले फेरि दुईपल्टै किङ लगाएपछि अर्कोपल्ट द लगाउने, किनभने देयर वाज अ किङ भने त यही किङको त कुरा गर्दैछौँ नि हामीले। देयर वाज अ किङ भनेको जुन किङको हामीले पढ्दैछौँ उसलाई किङ भनिसक्यो नि, हामीले बुझिसक्यो नि कसको बारेमा पढ्दैछौँ भने। त्यसो भएर देयर वाज अ किङ भनेपछि दोस्रोपल्ट द किङ वाज विस भन्यो, किनभने त्यही किङको कुरा गरेर मैले बुझेँ नि त, अब चिनेँ नि त, अब द लगाएँ। त्यस्तो रुलहरू थुप्रै हुन्छ आर्टिकलमा पनि। अब तपाईँलाई टेन्स थाहा छँदैछ, टेन्स त मैले के भन्नु पऱ्यो, मैले टेन्स तपाईँलाई भन्यो भने टेन्स आउँछ भने चाहिँ किन नआउनु, टेन्स भनेको अब के अरे प्रेजेन्ट पास्ट फ्युचर हुन्छ। अब प्रेजेन्टको पनि 4वटा हुन्छ, पास्टको पनि 4वटा हुन्छ, फ्युचरको पनि 4वटा हुन्छ। अनि के अरे आई गो, यु गो, सी गोज, सी इट्स, आई एम गोइङ, यु आर गोइङ, सी इज गोइङ हो, I have gone, she has gone, oh, I have been working in this company for this. ल जसलाई नि यस्तै नै आउँदैन भने पास्टको पनि त्यही हो, फ्युचरको पनि त्यति मात्रै होइन हो। त्यो भनेको चाहिँ एकदम लो क्लासको लोको मात्रै तपाईँको जनरल नलेज भयो, त्योभन्दा माथि हुन्छ कति तपाईँको टेन्समा पनि। जस्तो म तपाईँलाई एउटै उदाहरण बताऊँ, मैले के भनेको आई गो यु गो सी गोज भनेपछि त्यही त हो नि, सिम्पल। अब तपाईँलाई प्रेजेन्टको मात्रै उदाहरण दियो, त्यति मात्रै होइन। प्रेजेन्ट इन्डेफिनिट तपाईँले के भन्यो त, आई गो, वी गो, सी गोज भन्यो, सी इज गोइङ, सी गोज टु मार्केट भन्यो, यु गो टु मार्केट भन्यो हो, त्यही भन्यो होइन। तर होइन। अब त्यति मैले त्यही प्रेजेन्ट इन्डेफिनिट तपाईँले आई गो भने, आई गो टु मार्केट भन्यो नि, अब त्यसको म तपाईँलाई अझ थपिदिन्छु ल अलिकति। अब त्यसलाई एडभान्स भन्छ है अलिकति। अब जस्तो प्रेजेन्ट इन्डेफिनिट टेन्स भयो नि, आई गो भनेको हो, आई गो टु मार्केट भनेको। अब त्यसलाई त्यति मात्रै भन्दैन, त्यसलाई के भन्छ, हेबिचुअल टेन्स भन्छ, रिपिटेड टेन्स भन्छ। अब किन भन्छ त हेबिचुअल रिपिटेड किन भन्छ त, यो टेन्स यस्तो टेन्स हो जो कि सधैँ गरिने सेन्टेन्स मात्रै युज हुने हो क्या। याद गरेछ तपाईँलाई, आई गो टु स्कुल भन्छ, आई एम गोइङ टु स्कुल भन्दैन हो। तपाईँ त्यो क्षणमा गइरहेछ भने तपाईँ स्कुल गइरहेको छु भन्नु मिल्यो, आई एम गोइङ टु स्कुल। तर तपाईँले आई गो टु स्कुल भन्छ, तैँले के काम गर्छस् मैले भन्यो होइन। तपाईँ बच्चालाई सोध्यो के काम गर्छौ बाबु, के गर्छौ भन्दा आई गो टु स्कुल ड्याड, आई गो टु स्कुल ड्याड, आई गो टु स्कुल अङ्कल भन्छ। भनेको मतलब म पढ्छु भने, म विद्यार्थी हो, मेरो रेगुलर त्यो ड्युटी हो, म स्कुल जान्छु सधैँ, छुट्टीको दिन जान्न, अरू दिन सधैँ जान्छु भने हो क्या हो। त्यसो भए त्यसमा मात्रै युज हुन्छ, आई एम गोइङ टु भन्नु मिल्दैन। रिपिटेड सेन्टेन्स भन्छ, रिपिटेड सेन्टेन्स, हेबिचुअल सेन्टेन्समा आई एम गोइङ टु भन्नु मिल्दैन हो। तपाईँले उस्तो चाहिँ लाग्यो नि, अब कति फरक रहेछ। तपाईँले आई एम गोइङ टु स्कुल भनेको मतलब के हो भने, अब तपाईँको सेन्स अर्कै जान्छ। त्यहाँ तपाईँ पढ्नु गइरहेछ भने जान्छ, अथवा म त्यहाँ घुम्न जाँदैछु भन्ने भयो, अथवा त्यो स्कुल हेर्न जाँदैछु भन्ने भयो। त्यो तपाईँ त्यो विशेष
कुन कामले गएको त्यो त्यो छुटिँदैन आई एम गोइङ टु भने। तर आई गो टु स्कुल भनेको म विद्यार्थी हो, म जान्छु हो। तर अलि एजेड मान्छेले भन्यो भने आई गो टु स्कुल भने त्यो टिचर हो भन्नु बुझ्यो, अथवा त्यहाँ काम गर्ने भने मान्छे। अब त्यस्तो हुन्छ कि यसको धेरै आँगाबिङ्गा हुन्छ। अब जस्तो तपाईँलाई एउटा उदाहरण अर्को पनि दिउँ ल। अब मैले तपाईँलाई प्रेजेन्ट पर्फेक्ट टेन्स बना त भनेपछि तपाईँले आई हेभ गन टु पोखरा हो, 100% करेक्ट हो, आई हेभ गन टु पोखरा। अब म तपाईँलाई फेरि एउटा उदाहरण दिउँ। अब भिडियो लामो हुन्छ होला, म छोटो छोटो बनाउँछु, तर यो इन्ट्रोडक्सन मात्रै दिएको हुनाले यो मेरो फर्स्ट च्याप्टर है। मैले तपाईँलाई के नलेज दिनु खोजेको भने सजिलो छैन, तर म तपाईँलाई पार्ट टु पार्ट एक नस्ल गरेर म बताइदिन्छु। तपाईँको दिमागमा पस्ने गरी, कण्ठ गर्ने गरी होइन है। फेरि मैले पनि कण्ठ गरेर सिकेँ होइन, मैले पनि बुझ्दै अब मैले एउटा किताब पढ्दैछु, त्यहाँ बुझिनँ के हो भनेर, अनि मैले फेरि अर्को किताब हेर्छु, जुन चिज बुझिएन होइन त्यो हेर्छु, सबैमा चेक गर्छु, गुगलमा चेक गर्छु, सबै भएर मेक्स्योर भएपछि ए यस्तो रहेछ भने। कुनै एकदम कम्प्लिकेटेड हुन्छ क्या त्यो, यस्तो एडभान्समा माथि गयो भने एकदम कम्प्लिकेटेड हुन्छ क्या। एउटा सरले एउटा बताएर हुन्छ, एउटा सरले एउटा बताएर हुन्छ, एउटा किताबमा एउटा लेखे हुन्छ, एउटा किताबमा एउटा लेखे हुन्छ, कसैले दुईवटा ठिक भन्छ हो। त्यस्तोलाई त मैले के गरेछु भने गुगलबाट हेरिदिन्छु, अनि गुगलको जे छ उनीहरूको पनि जान्ने हो, उनीहरूले सर किताबमा यस्तो भने चाहिँ भन्नु पनि पाएँ तपाईँलाई, अनि गुगलले हो भने चाहिँ भन्नु पाएँ नि मैले। ओके एनिवे, अब जस्तो तपाईँले मैले भने अनि तपाईँले प्रेजेन्ट पर्फेक्ट टेन्स बनाऊ त भनेपछि तपाईँले 10जना चाहिँ 10जनाले हात उठाएर के भनिदिन्छ नि हो, आई हेभ गन टु पोखरा भनिदिन्छ। ल अब तपाईँलाई म एउटा कुरा गरौँ ल। तपाईँसँग मैले एउटा कुरा गरेँ, तपाईँले त्यो भन्यो होइन। मसँग यहाँ एउटा साथी उभिएछ हो, मैले साथी छ हो, अनि अरे यार नाम्चे बजार त कस्तो रमाइलो छ, रमाइलो छ, कस्तो रमाइलो छ नाम्चे बजार त गछस् भने मैले सोधेँ उसलाई इङ्ग्लिसमा, हेभ यु बिन देयर मैले भने होइन। अब मैले हेभ यु बिन भन्ने हो नभन्ने मैले अहिले म भन्दैन तपाईँलाई, मैले त्यो भनिनँ मैले उसलाई, त कहाँ छस् भने मैले हो, मैले इङ्ग्लिसमा सोधेँ त कहाँ छस् भने, मैले इङ्ग्लिसमा सोधेको तपाईँलाई बताउनु होइन, किनभने नत्र मिल्दैन यहाँ अर्थको। मैले तपाईँलाई बताउनु खोजेको कुरा बुझिँदैन। मैले उसलाई सोधेँ त नाम्चे बजार गएको छस्, उसले के भने थाहा छ, उसले के भन्छ त, गएको छ भने के भन्छ उसले, यस ब्रदर भने, यस भाइ भने, अथवा दाइ अथवा नभनोस्, तर उसले के भन्छ त लाइन, आई हेभ बिन के त नाम्चे बजार, अथवा आई हेभ अलरेडी बिन नाम्चे बजार हो, यही त हो भन्ने भने होइन। आई हेभ बिन नाम्चे बजार भन्छ होइन, मेरो सामने मैले ए तँ नाम्चे बजार गएको छस् केटा, तँ नाम्चे बजार गएको छस्, उसले के भन्छ त, आई हेभ बिन नाम्चे बजार। मैले तपाईँलाई धेरै क्वेसन गर्दैन किनभने टाइम धेरै भयो, गलत हो। तपाईँलाई थाहा छ त छैन, किनभने तपाईँले सिधा त्यो एकाडेमिक सिधा जाने हो क्या, तर तपाईँ गुदी चाहिँ जानेन क्या, भित्र छिर्नुपर्छ क्या। यसको हामै कति हुन्छ, अब त्यो गलत भन्यो उसले, तर तपाईँ हामीले चाहिँ के हो त, नेपालीमा पनि ठिकै हो, नेपाली म गइसकेको छु यसको अर्थ होइन, ठिक हो, तर इङ्ग्लिसमा होइन। तर नेटिभले पनि यही बोल्छ, तपाईँ जति इङ्ग्लिसमा मास्टरी गरे पनि तपाईँले नि यही बोल्छ, किनभने तपाईँले ग्रामरमा इच्छा नराखेको। उसले मास्टर त पढ्यो, लिट्रेचर उसले लेख्यो, थेसिस लेख्यो, गल्ती सल्ती त्यहाँभित्र कति ग्रामर गल्ती हुन्छ, त्यो खानके नै भनेको मतलब, खानके नै भनेको जापानिज भाषामा मतलब छैन भन्यो, मतलब छैन त्यो थेसिसमा के गल्ती सल्ती ग्रामर हेर्दैन होइन, मतलब छैन। तपाईँले मास्टरमा पनि थेसिस लेख्यो, गल्ती लेख्यो कि, उसले नि त्यो के अरे मास्टरी गरेको पिएचडी गरेर नि त्यही भन्छ, आई हेभ बिन नाम्चे बजार, दिस इज इनकरेक्ट। किन त, अब प्रेजेन्ट पर्फेक्टको कामै के हो कि भर्खर सिद्धियो क्या। अब तिमी त यहीँ छौ, तिमीले त्यो आई हेभ बिन पोखरा कसले भन्यो, आई हेभ बिन पोखरा, आई हेभ बिन नाम्चे बजार कसले भन्ने हो। यदि मैले तँलाई उसलाई फोन गऱ्यो, साथीलाई फोन गऱ्यो, ओइ त कहाँ छस् भनेको, दुर्गा आई हेभ बिन नाम्चे यार, इट्स भेरी इन्ट्रेस्टिङ प्लेस भन्यो तपाईँले, ए त्यो नाम्चे बजार भनेपछि ऊ नाम्चे बजार पुग्यो, तर त्यहीँ छ, अथवा त्यो फर्किनु लागेको बेला नि युज हुन्छ है फेरि, तर त्यो सिद्धि छैन क्या, त्यो काम त सिद्धियो, तर अझ त्यो प्रेजेन्टमा चलिरहेछ भने हो क्या। तपाईँसँग त म यहाँ मेरो साथी त यहाँ छ, मैले सोध्दैछु त्यो नाम्चे गर्छस् त, उसले आई हेभ बिन नाम्चे बजार भन्यो हो, अब कसरी मिल्यो, त्यो त पास्ट भयो,
ऊ त त्यहाँ गएर आएर पनि मेरो सामने उभिरहेको छ, कुन बेला गएको थियो, कहिले गएको थियो, कुन बेला गएको थियो, ऊ त यहाँ छ नि त मसँग। अनि उसले त्यो जवाब दिने होइन, आई वेन्ट टु नाम्चे बजार भन्ने हो, टोटल पास्टमा भन्ने हो। आई हेभ बिन हुँदैन, अब आई हेभ बिन नाम्चे बजार हुँदैन, हुन्छ तर त्यो 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 प्रेजेन्टमै त्यो भइरहेको हुनु पऱ्यो, त्यो सिक्वेन्स प्रेजेन्टमै त्यो काम भइरहनु पऱ्यो। अब मलाई कसैले सोध्यो त के अरे म नेपालमा कोही साथी भेट भयो, मलाई सोध्यो त अमेरिका गएछस्, आई हेभ बिन अमेरिका भन्यो। अब जबकि म नेपालमा उहीसँग छु, हुँदैन। म अमेरिकैमा छु त उसलाई थाहा छैन कहाँ गयो भने चाहिँ आई हेभ बिन अमेरिका भन्नु मिल्यो, आई हेभ बिन युएस भन्नु मिल्यो। मेरो भनाइको मतलब त्यस्तो त्यस्तो ट्रिक धेरै हुन्छ, तर तपाईँले आई वेन्ट टु नाम्चे बजार भन्नु पऱ्यो, दिस डेटमा भन्नु पऱ्यो। आई ह्याड नाम्चे बजार भन्नु पऱ्यो, आई ह्याड गन नाम्चे बजार भन्नु पऱ्यो के, आई ह्याड नाम्चे बजार होइन है, आई ह्याड गन टु नाम्चे बजार भन्नु पऱ्यो। तपाईँले पर्फेक्ट टेन्समा त बनायो, तर पास्ट पर्फेक्ट टेन्समा बनाउनु पऱ्यो। अब तपाईँले यहाँ प्रेजेन्ट पर्फेक्ट टेन्स युज गर्नु मिल्दैन, किनभने तपाईँ त मभन्दा मेरो अगाडि छ नि त। तपाईँ गएर आइसक्यो, आई वेन्ट टु नाम्चे बजार, आई ह्याड बिन नाम्चे बजार, आई ह्याड गन टु नाम्चे बजार। तपाईँ जब अगाडि गएर सिट दिएर सबै चिज भइसक्यो, अब फेरि यसमा पनि अझै छ, ग्याजिङ गुजिङ छ। अझ कतिले भन्छ यो ठिक होइन हो। अब हेर्नुहोस्, त्यो भित्रसम्म तपाईँ जहाँ पनि त्यसलाई चाहिँ एडभान्सबाट पनि कम्पिटेटिभ जाँचमा आउने चिज हो। अब यसलाई पनि तपाईँले रङ गराउन सक्छ, किन त जबसम्म तपाईँलाई टाइम दिँदैन तबसम्म पास, टोटल पास लेख्नु मिल्दैन। तपाईँ मेरो छेउमै आए पनि आई वेन्ट पोखरा भन्यो होइन, आई वेन्ट नाम्चे बजार भन्यो, आई ह्याड गन नाम्चे बजार भन्यो, त्यो पनि हुँदैन भने चाहिँ कति सरले होइन। किनभने त्यहाँ टाइम हुनैपर्छ, अरे एउटा फिक्स टाइम हुनैपर्छ। जस्तो आई वेन्ट पोखरा यस्टरडे, केही भन्नु पऱ्यो, आई वेन्ट पोखरा 3 days एगो, केही त्यहाँ, अथवा मिनट एगो, केही पनि पास हुनैपर्छ, टाइम दिनैपर्छ। जस्तो तैँले खाइस् भन्यो होइन, आई हेभ इटेन भन्यो होइन, आई हेभ इटेन के त जस्ट के भन्नु पऱ्यो, आई हेभ इटेन 2 minutes एगो भन्यो, भनेको मतलब समय दियो नि हो। त्यस्तोमा तपाईँले आई हेभ हुँदैन, मिनट जब दियो भने आई हेभ फिनिस्ड भन्यो होइन, आई ह्याड भन्यो पास्टमा, सरी है, आई ह्याड फिनिस्ड हो, 2 minutes बिफोर भन्यो। तपाईँले केही भन्नु पऱ्यो, टाइम दिनु पऱ्यो क्या। अथवा आई एट माई लन्च, आई एट माई डिनर, ओके 2 minutes एगो भन्यो। केही न केही तपाईँले त्यो सिधेको टाइम दिनुपर्छ अरे क्या। कसैले फेरि यस्तो भन्छ क्या, जे होस् एनिवे सारांशमा के हो भने, यदि तपाईँ गएर आइसकेछ भने, छेउमा छ भने तपाईँले त पास नै लगाउने हो, वेन्ट लगाउने हो कि ह्याड गोन लगाउने हो, त्यो गर्ने हो। ओके, अब यस्तो कति छ, कति अब फेरि यसैमा कति हुन्छ, प्यारल सेन्टेन्स भन्ने हुन्छ, लङ एक्सन भन्छ, सर्ट एक्सन भन्छ, लङ सेन्टेन्स भन्छ, सर्ट सेन्टेन्स भन्छ, कुन बेला पास्ट र प्रेजेन्ट लाउने, कुन बेला प्रेजेन्ट र फ्युचर लगाउने, कुन बेला पास्ट लगाउने, त्यो सबै त्यो जान्नै पर्छ हो। त्यो तपाईँलाई नजानिकन आउँदैन। ओके, एनिवे अब त्यस्तै मोड, अब यहाँ धेरै टाइम भयो होइन, म तपाईँलाई छोटमा बताउँछु, यहाँ 20 मिनट गइसक्यो। अब टेन्स, मुड, अब इन्फिनिटिभ भर्ब के हो कतिलाई थाहा छैन हो। वाट इज इन्फिनिटिभ भर्ब थाहा छैन, भर्ब भनेर फेरि भर्ब भन्ने होइन, यो यस्तो गाह्रो हुन्छ, तपाईँले नजानेपछि गाह्रो हुन्छ, जानेपछि सजिलो हुन्छ। टु भर्बसँग टु लगाएपछि इन्फिनिटिभ भर्ब हुन्छ। जस्तो टु प्ले, ओके, अथवा टु रन इज गुड फर हेल्थ। अब हेर्नु, अब कहाँ भर्ब, कहाँ सब्जेक्ट लाउनु पर्ने, अब तपाईँले टु रन भन्यो, टु रन इज लगाए, सब्जेक्टसँग पो इज लाग्छ त हो। राम इज भने जस्तो, श्याम इज भनेको, सीता इज भनेको, तर हामीले कहाँ टु रन इज लगाइदियो हो। यस्तो जान, टु भर्बको बिचमा पनि लाग्छ, पछाडि पनि लाग्छ, अगाडि पनि लाग्छ हो। यस्तो म बताइदिउँ ल, यस्तो नजानिकन तपाईँले कहाँ, अब जेरन भनेको झन् नम्बर 1, यो त झन् दादा, यो त तपाईँ याद गर्नुहोस् फेरि। जस्तो टु रन इज गुड फर हेल्थ भने सब्जेक्टै छैन, कसरी टु रन, टु रन इज सब्जेक्ट हो, कसरी, किन, कसरी त्यो बताउँला, त्यही बेला थाहा हुन्छ। अब जेरन पनि त्यस्तै हो। स्मोक भनेको के हो त, भर्ब हो। अब हामीले के भन्छ, स्मोकिङ इज ब्याड फर हेल्थ भनिदिन्छ
के हो मतलब स्मोकिङ भनेको भर्ब अनि फेरि तपाईँले इज लगाएको छ भर्ब स्मोकिङसँग इज लगाउने छ अनि गुड फर हेल्थ कसरी मिल्यो सब्जेक्टसँग पो भर्ब लाग्छ इज होइन त्यो पनि फेरि तपाईँ सिक्ने त्यो ठिक छ स्मोकिङ इज ब्याड फर हेल्थ रनिङ इज गुड फर हेल्थ हो त्यो सब ठिक हो ओके सब करेक्ट हो त्यो के हो त त्यो तपाईँले नजानेर तपाईँले त्यो तपाईँले पढेन तपाईँको एकाडेमिक कोर्समा छँदै छैन त तपाईँलाई कसरी आउँछ आउँदैन त्यस्तै पोजिटिभ भयो भने झन् यो नम्बर 1 हो अब यो धेरै टाइम गयो म छोटोमा गर्छु अब पोजिटिभ भयो भने त्यस्तो सायद तपाईँले नामै सुनेको छैन यो पोजिटिभ भने यो पनि बहुत इन्ट्रेस्टिङ छ यो बताउँ ल जब तपाईँलाई बताएपछि त्यस बेला तपाईँ झसङ्ग हुन्छ हो यसमा मात्र के भनिदिन्छु म छोटकरीमा भने दुईवटा सब्जेक्ट हुन्छ कहिले पनि दुईवटा सब्जेक्ट हुन्न एउटा सेन्टेन्समा तर यसमा हुन्छ तर यसले चाहिँ टेन्सलाई फलो गर्दैन यसको आफ्नै मर्जीले चल्ने हो मुडमा पनि त्यस्तै हो मुड दुई किसिमको हुन्छ खास तर कोही 3 किसिमको पनि भनेको छ त्यसमा एक किसिमको मुड चाहिँ फेरि छुट्टै हो तपाईँको त्यो टेन्स कता के तपाईँले पढेपछि विश्वासै लाग्दैन जब मैले बताएपछि एनिवे त्यस्तै यसको पनि त्यस्तै हो यसको पनि दुईवटा हुन्छ क्या एउटा काम गर्ने मान्छे हुन्छ एउटाले गराउने मान्छे हुन्छ जस्तो मैले छोटकरी बताइदिएँ आई कुक द फुड भने मैले हो आई कुक फुड भने आई कुक द फुड भन्यो एकदम 100% राइट म खाना बनाउँछु भने होइन आई कुक द फुड मैले खाना बनाएँ आई कुक द फुड मैले खाना बनाएँ आई कुक फुड तर त्यही कुरा मैले खाना बनाएँ भन्ने कुरा त्यही कुरा तपाईँले अर्कोपल्ट भन्यो मम्मीले मलाई खाना बनाउनु लगायो मम्मीले मलाई खाना बनायो भन्छ मम्मीले मलाई खाना बनाउनु भन्यो दिदीले मलाई खाना बनाउनु भन्यो दाइले मलाई बजार पठायो तपाईँले कसरी भन्छ मम्मी टोल्ड मी कुक द फुड मम्मी टोल्ड मी आई हेभ टु कुक द फुड तपाईँले यस्तो कतिवटा सेन्टेन्स लगाएर बनाउँछ नि त्यो होइन किनभने तपाईँलाई यसको नलेज नभएको बेला त्यो भनेको हो तपाईँले मम्मीले खाना बनायो भनेको माई मम्मी टोल्ड मी कुक द फुड तपाईँले त्यही भन्छ मलाई थाहा छ हो तर सुन्दा बोल्दा ठिक हो तर गलत हो किनभने यहाँ एकजनाले अराच एकजनाले गरेछ भनेपछि अब त्यहाँ पोजिटिभ भर्बहरूको फर्मुला लागु हुन्छ त्यो 5-6वटा भर्ब हुन्छ त्यो मात्रै छिर्छ त्यो भएर अब एउटा मात्रै बनाइन्छु मम्मीले मलाई खाना बनाउन लाउँछिन् भनेपछि के हो त मम्मी जसले अराउँछ नि त्यो मेन भर्ब हुन्छ मम्मी मेक्स मी हो अब मी तपाईँले आफूलाई अब्जेक्ट राख्ने मम्मी मेक्स मी कुक द फुड हो त्यस्तै थुप्रै हुन्छ त्यो अब त्यो मैले एउटा उदाहरण मात्रै दिएको मम्मी मेक्स मी कुक द फुड भन्छ हो अब त्यो कसरी आयो त अब नत्र तपाईँले के भन्छ मम्मी टोल्ड मी कुक द फुड मम्मी टोल्ड मी आई हेभ द द्याट्स वाइ आई हेभ द कुक द फुड तपाईँले यस्तो चिप भाषा बोल्छ तर यो मम्मी मेक्स मी कुक द फुड अब के हो मेक्स मी हो किन मेक्स आयो त्यहाँ हो यो सबै म बिस्तारै सबै बताउँला फ्रेज यो झनै सिक्नुपर्ने इम्पोर्टेन्ट म एउटा छोटो बताउँछु तपाईँलाई युज टु छ यसबाट तर आउँदैन तपाईँलाई त्यो सुनेको भएर मात्रै त्यही शब्द मात्रै जानेको अरू जान्दैन तपाईँले जस्तो भन्यो एकोर्डिङ टु यु एकोर्डिङ टु राम कतिवटा शब्द भयो एकोर्डिङ एउटा टु प्रिपोजिसन दुईवटा एकोर्डिङ टु राम नाउन 3टा मिलेर शब्द बन्यो त्यहाँ त्यो के हो त त्यसलाई फ्रेज भन्छ त्यो 3टा अलग शब्द हो त्यो फ्रेज भयो हो तर तपाईँले त्यो एकोर्डिङ टु यु इन द अदर ह्यान्ड भन्यो त्यो त तपाईँले जानेको भएर पो त्यो युज गरेको अरू बनाउनु पऱ्यो भने त आउँदैन तपाईँलाई किनभने जुन सुनेछ जुन किताबमा हेरेछ त्यति मात्रै आउँछ तपाईँलाई तर त अरू त आउँदैन किनभने तपाईँले जान्दैन के हो त्यो भनेको त्यो 3टा शब्दले मिलेर किन बनाएको त्यसलाई फ्रेज भन्छ त्यो फ्रेज यति इम्पोर्टेन्ट हो त्यो तपाईँले जबसम्म यस्तो चिजहरू जान्दैन तपाईँको सेन्टेन्सै बनाउन आउँदैन अब बोल्न त बोल्ला तपाईँ बोलेर हुँदैन अब क्लोज भनेको झनै इम्पोर्टेन्ट क्लोजमा तपाईँ कति गल्ती गर्छ मान्छेले हो क्लोजमा पनि तपाईँको जहिले पनि दुईवटा सेन्टेन्स मिसिएर बन्छ क्या दुईवटा सेन्टेन्स मिसिएर बन्छ एउटा इन्डिपेन्डेन्ट हुन्छ एउटा डिपेन्डेन्ट हुन्छ इन्डिपेन्डेन्ट डिपेन्डेन्ट होइन जस्तो तपाईँले भन्यो यदि म बजार गयो भने कम्प्लिट छ नि सेन्टेन्स तर डिपेन्डेन्ट भयो के बजार जान्छु के भनेको यदि म बजार जान्छु भने के त कम्प्लिट भएन नि त्यत्रो लामो शब्द भए पनि कम्प्लिट भएन यदि म बजार गयो भने के भने त तपाईँले त सस्पेन्स राख्यो नि हो त्यसलाई डिपेन्डेन्ट भन्छ यदि म बजार गयो भने
म एउटा कम्प्युटर किन्छु हो म एउटा कम्प्युटर किन्छु ले तपाईँको अर्थ खुलायो नि म एउटा कम्प्युटर किन्छु यो इन्डिपेन्डेन्ट भयो यसले अर्थ निस्क्यो म एउटा कम्प्युटर किन्छु तर यसले यदि म बजार गयो भने खोइ अर्थै निस्केन म बजार गयो भने अर्थै निस्केन म कम्प्युटर किन्छु म जान्छु म खेल्छु यो अर्थ निस्क्यो भने त्यो इन्डिपेन्डेन्ट क्लोज भयो इन्डिपेन्डेन्ट सेन्टेन्स भयो अर्थ निस्केन भने त्यसमा सब्जेक्ट भर्ब हुनैपर्छ सेन्टेन्सको लागि हैन सेन्टेन्सको लागि सब्जेक्ट र भर्ब हुनैपर्छ ओके अब जब दुईटा शब्दहरू जस्तो कुनै पनि चिज तपाईँले बोल्न लेख्न जानेपछि आफै बनाउने हो कि परिभाषा वाट इज सेन्टेन्स वाट इज नाउन प्रोनाउन होइन क्या अब जस्तो मैले जाने होइन सेन्टेन्स भने के हो त दुईटा शब्द मिलेर बन्छ कम्तीमा दुईटा शब्द मिलेर बन्छ यदि त्यसको अर्थ निस्क्यो भने त्यसलाई वाक्य भन्छ हो त्यही त हो when two words होइन जस्तो अब यहाँ के छ भने सेन्टेन्समा के हुन्छ भने सब्जेक्ट र भर्ब आउँछै आउँछ होइन सब्जेक्ट र भर्ब आउँछ सब्जेक्ट र भर्ब आएन भने सेन्टेन्स हुन्न एनिवे अब टाइम धेरै भयो अब यतापट्टिको क्लोजमा नि के त एउटा मेन भर्ब हुन्छ एउटा इन्डिपेन्डेन्ट सेन्टेन्स हुन्छ एउटा डिपेन्डेन्ट सेन्टेन्स हुन्छ इन्डिपेन्डेन्टमा के त अर्थ बुझिन्छ म जान्छु भन्यो नि अर्थ बुझ्यो जब तिमी घर जान्छौ के हो त जब तिमी मेरो घर जान्छौ जब तिमी मेरो घर जान्छौ छवटा शब्द हुँदा पनि तपाईँले बुझिन हो तिमीले बुझिन के भन्यो त उसले जब म तिम्रो घर जान्छु छवटा भन्दा नि बुझिन मैले दुईटा भने नि बुझ्यो तपाईँले आई गो म जान्छु भने म खान्छु भने म सुत्छु भने त के हो भने कुनै पनि सेन्टेन्स शब्दहरू राखेर यदि त्यसले सेन्टेन्सले सेन्स दिन्छ भने होइन when two or more than two words होइन गिभ अ सेन्स होइन अथवा गिभ अ मिनिङ त्यसलाई के भन्छ त सेन्टेन्स भन्छ इट इज कल्ड सेन्टेन्स मिनिङ अर्थ दिनु पऱ्यो कि आई गो दुईवटा छ अर्थ दियो सेन्टेन्स भयो तर तपाईँले यदि म घर जान्छु राम आकाश पाताल बत्ती धरती कता खायो छ मैले 15वटा अर्थ राखेँ तर बुझिनँ त्यो सेन्टेन्स भएन एनिवे हो अब त्यस्तै अब एक्टिभ पेसिभ तपाईँहरूलाई थाहा छ एक्टिभ पेसिभ पनि तपाईँहरूले स्कुलमा पढेछ 11-12 के तपाईँ के अरे डिप्लोमै गर्दैछ भने हेर्नुहोस् म तपाईँलाई मैले जति स्टडी गरेँ त्योभन्दा उता छँदै छैन यिनीहरूको पनि एक्टिभ पेसिभ भोइसको यति भाष हुँदो रहेछ हामीले स्कुलमा त नर्मल पढेको रहेछौँ क्या यसको चाहिँ सबै सेन्टेन्सबाट बनाउनु सक्नुपर्छ तपाईँले यो एक्टिभ पेसिभ डाइरेक्ट इन्डाइरेक्ट के त यसबाट पनि हुन्छ यसबाट पनि हुन्छ यसबाट हुन्छ सबैबाट तपाईँको क्वेसन हुन्छ एक्टिभ र पेसिभ बनाउने तरिका तर हाम्रो स्कुलमा त दिँदैन 11-12 को क्वेसनमा पनि त्यत्रो भाषमा आउँदैन किनभने सबैबाट पेसिभ भोइस बनाउनु मिल्छ तर गाह्रो हुन्छ त्यसको लागि एकदम अध्ययन गर्नुपर्छ त्यसमा कति कन्ट्रोभर्सियल पनि छ फेरि एउटाले यो भन्छ एउटाले होइन भन्छ एउटाले हो भन्छ कहिले दुईवटा ठिक भन्छ तर त्यो कन्ट्रोभर्सियललाई बुझ्ने मात्रै तर त्यसलाई माइन्डमा नलिने किनभने त्यो जाँचमै आउँदैन होइन ओके एनिवे ट्याग क्वेसन थाहा छ नि त तपाईँहरूलाई होइन अब फ्रेजल भर्ब भनेको नम्बर 1 हेरेक फ्रेजल भर्ब भनेको तपाईँहरूलाई कतिलाई थाहा छैन फ्रेजल भर्ब भनेको प्राय भर्ब र प्रिपोजिसन मिलेर बने हुन्छ जस्तो कमिन भन्यो कम के त भर्ब इन भने के प्रिपोजिसन कमन भन्यो टेकअप भन्यो हो गो अन भन्यो यो त सिम्पल भएर पो हामीले जान्यौँ यो त युज टु भएर बोलिरहेछ उसले बोलिरहेछ किताबमा हेरिरहेछ टिभीमा बोलिरहेछ पो हामीले बुझ्यौँ तर अरू त जान्दैन अरू यो 100 हुन्छ 500-600वटा हुन्छ यो मैले भनेको त 5वटा मात्रै भन्यो हो यो कुन चाहिँ यो फ्रेजल भर्ब भन्यो कति हुन्छ मैले त्यो यति बुक यसको मात्र मेरो यति ठुलो बुक छ यो फ्रेजल भर्बमध्ये अब कहिले कन्ठ गर्ने हो कहिले याद गर्ने जुन मेन चाहिँ याद गर्ने त्यसपछि त ऊ गऱ्यो तपाईँहरू विद्यार्थी हो तपाईँहरूलाई इन्ट्रेस्ट छ भने मेन सबै कन्ठ गर्ने के अब मैले त गर्दैन मैले के जान्दिनँ होइन के होइन ओके मोडल भर्ब यो पनि मोस्ट इम्पोर्टेन्ट मोडल भर्ब चान्चुन होइन मोडल भर्ब बहुत इम्पोर्टेन्ट बहुत किनभने त्यो तपाईँलाई बताएपछि मात्रै आउँछ कतिलाई थाहा छैन मोडल भर्ब
थाहा छ तर आउँदैन बनाउन। जस्तो आई सुड गो देयर भने हो, अब आई सुड गो देयर भने हो, अब तपाईँले त्यही सुडमा अब तपाईँले आई सुड गो देयर भन्यो, अब त्यही सुडमा तपाईँले तपाईँले पास्टको कसरी बनाउनु, मतलब त्यहाँ फेरि इडी कसरी भर्ने, त्यो के राख्दाखेरि हुन्छ, त्यो धेरै जान्नुपर्ने हुन्छ। जस्तो आई क्यान गो देयर भन्छ, आई क्यान गो, याद छ? म बताउँछु तपाईँलाई, सिम्पल उदाहरण दिन्छु, यो कति जान्नुपर्ने चिज हो यो पनि। आई क्यान गो भन्छ नि हो, आई क्यान रिड भन्छ, आई क्यान प्ले भन्छ हो, म खेल्न सक्छु भने यही होइन। तर तपाईँले आई क्यान बी लगाइदिएपछि के हुन्छ, आई क्यान बी होम पनि हुन्छ, आई क्यान बी हि क्यान बी डाक्टर पनि भन्न सक्छ। तर अर्को पनि फेरि के भयो त हो, आई क्यान बी प्लेड भयो। अब प्लेड कहाँ आयो त, अब पास पनि हुन्छ। आई क्यान प्ले, आई क्यान बी प्ले अब हुँदैन हो। जब तपाईँले बी लगाएपछि अर्को भर्ब चाहिँ तपाईँले पास लगाउनै पर्छ, आई क्यान बी प्लेड हो। ओके, त्यस्तो धेरै रुल हुन्छ, त्यो सबै बिस्तारै बताएको हुन्छ। पार्टिसिपल भने के हो थाहा छ, त्यो गो गोइङ पार्टिसिपल हो, राइट? प्ले प्लेइङ पार्टिसिपल, राइट? त्यो चाहिँ सिम्पल प्रेजेन्ट पार्टिसिपल हो। तर मैले यो पार्टिसिपल पुरा गरेको के त, यो पार्टिसिपल पुरा गरेको एडभर्ब, एडजेक्टिभ। ओके, यो फेरि एडजेक्टिभ पनि हुन्छ। र तपाईँले जुन भन्यो राम इज गोइङ टु मार्केट भने, गोइङ टु मार्केट, त्यो गोइङ भनेको पार्टिसिपल भयो, त्यो रियल पार्टिसिपल भयो, त्यो प्रेजेन्ट पार्टिसिपल भयो। तर मैले यो बताउनु खोजेको त्यो पार्टिसिपल होइन। यो पार्टिसिपल भने के हो त, यो प्रेजेन्टमा नि हुन्छ, पास्टमा नि हुन्छ। अब पार्टिसिपल मैले एउटा बताइदिएँ ल। अब राम इज रनिङ भन्छ हो, सही छ, 100% सही छ। अब त्यही रनिङलाई मैले रनिङ हर्स भनेपछि कसरी आयो, के मतलब भयो? तपाईँ त रनिङ त्यो त भर्ब भयो, भर्बलाई कहाँ अब सब्जेक्ट लगाएको घोडा, नाउन लगाएको हर्स भने कसरी मिल्यो त? रनिङ हर्स भन्ने, रनिङ हर्स पनि हुन्छ हो। अब बुझ्नुभयो, रनिङ हर्स पनि हुन्छ। रनिङ हर्स लुक्स प्रिटी मैले भनिदियो, मिल्यो, सही छ। तर रनिङ हर्स त्यहाँ के भयो त, एडजेक्टिभ भयो क्या। अब यसले त्यो आइएनजीले एडजेक्टिभ पनि काम गर्छ, त्यो एडजेक्टिभ सिकाउनु लाग्यो। प्लेइङ रनिङ त यहीँ भइगयो नि, यो त सिम्पल भयो। यो हार्ड हुन्छ, गाह्रो हुन्छ। तपाईँले सबै ठाउँ यो सेन्टेन्सको अगाडि पनि आउँछ, बिचमा पनि आउँछ, पछाडि पनि आउँछ, त्यो तर तपाईँले मिलाउनु जान्नु पऱ्यो, एडभर्बको ठाउँमा राख्नु जान्नु पऱ्यो, राखेपछि मात्रै आउँछ हो। ओके, राख्नु जान्नु पऱ्यो, राख्नु जाने म सब सिकाइदिन्छु, कसरी राख्ने, कता राख्ने। तपाईँले राख्नु जानेन भने त फेरि गलत हुन्छ, तपाईँको केही अर्थै लाग्दैन, राख्नु जान्नु। अब ट्रान्जिटिभ इन्जानिङ नम्बर 1। अब ट्रान्जिटिभ इन्जानिङ भने के हो, यो तपाईँले राम्ररी जानेन भने तपाईँको सेन्टेन्स लेख्नै आउँदैन, गलत लेख्छ। ट्रान्जिटिभ इन्ट्रान्जिटिभ भनेको हुन त भर्बको हो। भर्ब भन्ने थाहा छँदै त तपाईँहरूलाई, भर्ब दुई किसिमको हुन्छ, सिम्पल, मेन होइन। अब के अरे, हेल्पिङ भर्ब, मेन भर्ब। हेल्पिङ भर्बलाई अरू नाम पनि दिन्छ, लिङ्किङ भर्ब पनि भन्छौँ होइन, स्टेट भर्ब पनि भन्छौँ, मेन भर्बलाई एक्सन भर्ब पनि भन्छौँ, धेरै नाम हुन्छ। तर मेन भर्ब चाहिँ को हाँगा हुन्छ, जस्तो फाइनेटिभ भर्ब, नन फाइनेटिभ भर्ब। फाइनेटिभ भर्ब पनि दुई किसिमको हुन्छ, यो ट्रान्जिटिभ भर्ब। नन फाइनेटिभ भर्ब पनि 3 किसिमको हुन्छ, जो जेरेन्ट हुन्छ एउटा। नन फाइनेटिभ भर्ब पनि 3 किसिमको हुन्छ, जेरेन्ट, पार्टिसिपल होइन, अर्को पर्फेक्ट पार्टिसिपल। यो के भन्नु खोजेको भने, यो सबै तपाईँलाई बिस्तारै अझै अब यो कहाँ लेख्ने कुरै होइन, त्यो पढ्दै गएपछि यो म बिस्तारै तपाईँलाई बुझाउँदै जान्छु। तर तपाईँले पुरै हेर्नु होला जहिले पनि। अब यो आयो, अब टाइम धेरै गएको हुनाले मैले अब यसलाई भनिनँ होइन, आधा घन्टा हुन लागिसक्यो होइन। अब यसलाई मैले भनिनँ, तर मेरो भनाइ के भने, पार्ट्स अफ स्पिच पनि वान अफ द मोस्ट इम्पोर्टेन्ट। ओके, अब मैले अब के भने त, पार्ट्स अफ स्पिच वान अफ द मोस्ट इम्पोर्टेन्ट भने। अब मैले पनि गल्ती बोल्यो, किनभने मैले आफैलाई समातेँ। अब तपाईँलाई त थाहा छैन, यो त कहाँ गल्ती भन्यो त, ठिकै हो। पार्ट्स अफ स्पिच इज द मोस्ट इम्पोर्टेन्ट च्याप्टर भने मैले गल्ती भन्यो, तपाईँले कहाँ गल्ती हो त, कहाँ हो र? हामीले सुनेको कुरा सही हो, दुइटै अर्थ लाग्छ, दुइटै सही पनि हुन्छ, गल्ती पनि हुन्छ। मैले जब मोस्ट इम्पोर्टेन्ट भन्ने के
के भने मैले पार्ट्स अफ स्पिच इज द मोस्ट इम्पोर्टेन्ट च्याप्टर भने नि हो। तर यसको मतलब के हो त, यो सबैभन्दा इम्पोर्टेन्ट हो, मोस्ट इम्पोर्टेन्ट। मोर भन्नु पछि कम्पेयर गर्ने अर्कैसँग, मोस्ट भनेपछि त्योभन्दा राम्रो कोही छैन। मोस्ट ब्युटिफुल गर्ल भनेपछि त्योभन्दा राम्रो केटी कोही छैन। तपाईँले क्लासमा मोस्ट ब्युटिफुल भन्यो भने त्यो क्लासमा कोही पनि छैन होइन। त्यो तपाईँले काठमाडौँमा मोस्ट ब्युटिफुल गर्ल भन्यो, काठमाडौँमा छ भने त्यो काठमाडौँमा त्योभन्दा कोही पनि राम्रो छैन भन्नु खोजेको। मोस्ट भनेको त्यो मान्छे मात्रै हो त्यसमा पर्फेक्ट। तर त्यो एरिया तपाईँले क्लास भन्यो क्लासको सबभन्दा राम्रो, घरमा भन्यो घरको सबभन्दा राम्रो, सहरमा भन्यो देशमा भन्यो देशको सबभन्दा राम्रो, संसारको भन्यो संसारको सबभन्दा राम्रो हो न। संसारको सबैभन्दा राम्रो भनेपछि द मोस्ट ब्युटिफुल भनेपछि संसारको अरबौँ केटी भयो भने त्यो सबभन्दा राम्रो थियो क्या हो। त्यस्तो जान्नुपर्छ। अब यो तपाईँलाई पार्ट्स अफ स्पिच पनि एकदम इम्पोर्टेन्ट, यस्तो इम्पोर्टेन्ट छ यो त तपाईँलाई यो पनि इम्पोर्टेन्ट, यो पनि झनै इम्पोर्टेन्ट भर्ब हो। अब एडभर्ब, प्रिपोजिसन, ओ माइ गॉड, प्रिपोजिसन, कन्जङ्सन र तपाईँले यो एउटा खेला चाहिँ सम्झिन्छ नि, कन्जङ्सन भन्छ। कन्जङ्सन के हो र, यहाँ लगाइदिनु त हो नि, राम एन्ड श्याम हो। राम एन्ड श्याम, राम इज प्लेइङ फुटबल एन्ड के त, एन्ड हि इज प्लेइङ क्रिकेट टु, एन्ड लगायो हो, बट लगायो। हि इज भेरी अनेस्ट बट के त, हि इज भेरी अनेस्ट बट हि इज पुवर भन्यो तपाईँले, बट लगाए सजिलो छ त। तर होइन, कन्जक्सन तपाईँले यो जान्नै पर्छ। यस्तो इन्ट्रेस्टिङ टपिक्स हो यो तपाईँलाई। यो जान्नु भनेपछि तपाईँ पर्फेक्ट ग्रामर, पर्फेक्ट इङ्ग्लिस लेख्ने बोल्ने मान्छे हो। तर बोल्न सक्दैन, लेख्दाखेरि याद हुन्छ, बोल्दाखेरि युजै गर्न सक्दैन नि त। कति गाह्रो हुन्छ यसभित्र, कति गाह्रो शब्दहरू हुन्छ, तर लेख्दाखेरि तपाईँलाई याद हुन्छ। तर बोल्नुखेरि छिटो बोल्नुपर्ने भएर तपाईँलाई सम्झनु हुन्न कि त्यो शब्द हो। यस्तो यो सबै तपाईँलाई हेर्नुहोस्, पार्ट्स अफ स्पिच यी सबै यसमा अझै छ। म तपाईँलाई बुझ्दा एक केसरा केलाएर म अल इन अल म भन्दैन, भनेको मतलब म एकदम जान्नेछु भन्दैन। तर मैले जति जानेछु त्यो त्यति मान्छेले बुझाउनु गाह्रो पर्छ। तर म आफैमा के घमण्ड गर्छु भने मैले जानेछु, किनभने मैले कति सरहरूको किताब, ठेली किताब मैले सबै स्टडी गरेको छु। अनि त्यहाँ लेखेको हुन्छ, यदि तैँले यो पुरै ग्रामर पढिस् भने तैँले अरू किताब हेर्नै पर्दैन, भनेको मतलब अरू ग्रामर जान्नै पर्दैन भनेर लेखे हुन्छ उसले। यो कम्प्लिट ग्रामर छ, तैँले यो पुरै जानिस् भने योभन्दा त ग्रामर हुन्न भन्ने। मैले त्यस्तो किताबहरू नि कति पढिसकेँ। त त्यसको किताब सबै आउँछ त मैले जानेछु त भन्नु पऱ्यो नि त, आफूलाई घमण्ड त हुनु पऱ्यो नि। त्यसले जे भनेको त्यो किताबको सबै मैले स्टडी गरिसकेको छु, मलाई आउँछ। त्यो किताबको कहीँ पनि तपाईँले पाना खोलेर मलाई सोधे नि आउँछ। तर मलाई नआउने भनेको मिनिङ कन्ट छैन भने आएन हो। अब जस्तो अब आकाश भन्यो, अब मैले कस्तो छ आकाश भन्यो, ब्लू स्काई भन्छ, हुनसक्छ त्यसको अर्को अर्थ छ कि अर्को शब्द पनि छ कि हो। त्यो याद गर्ने चिज चाहिँ हो, जुन चाहिँ मेमोरीमा राख्ने कुरा, जुन कण्ठ गर्नुपर्ने उखान टुक्काहरू, त्यो त तपाईँले कण्ठ गर्ने कुरा हो, त्यो टेक्निकल कुरा होइन। अब उखान टुक्का अब कति हजारौँ आउँछ, अब हामीलाई कतिवटा आउँछ, मलाई धेरै आयो भने 30, 40, 50वटा आउला, तपाईँलाई 30, 40वटा आउला। तर त्यो त भएन, त्यो त कण्ठ गर्नु पऱ्यो नि त, त्यो टेक्निकल चिज भएन हो। त्यो टेक्निकल चिज होइन, त्यो त तपाईँले कन्ट्रोल गऱ्यो भने त मभन्दा पनि जान्ने हुन्छ, सरभन्दा पनि जान्ने हुन्छ नि। अब तपाईँको 2000 अब के अरे एडमहरू छ भने, उखान टुक्का छ भने तपाईँले कन्ट्रोल गरिदियो भने त सरभन्दा पनि जान्ने भएन भन्नु खोजेको। त्यो कन्ट्रोल गर्ने कुरा अर्कै हो, कन्ट्रोल गर्ने कुरा अर्कै हो। तर जुन स्ट्रक्चर हो, जान्ने कुरा अर्कै हो। यो भनेको ट्रिक हो, यो भनेको कुरा सरहरूले पढाएको जान्ने कुरा। त्यो कन्ट्रोल गर्ने त तपाईँले कन्ट्रोल गर्ला नि। अब डिक्सनेरीको A to Z कन्ट्रोल गर्दैला रे, त तपाईँ जान्ने त भएन नि, शब्द पो जान्ने भयो। तर यसको टेक्निकल त तपाईँले पढ्नुपर्छ, बुझ्नुपर्छ। त्यही भएर कन्टिन्यू म तपाईँलाई लाइन बाई लाइन लगिदिन्छु, तपाईँलाई म पर्फेक्ट बनाइदिन्छु। यो कृपया भिडियो हेर्नु होला, सबैले हेर्नु होला, साथीहरूलाई सेयर गर्नु होला। म तपाईँले कति खर्च गरेर पढ्छ त्योभन्दा म 1000 गुणा राम्रो बताइदिन्छु। तर मेरो एउटा नेचर के छ भने तपाईँलाई म एकदम फास्टमा लाँदैन। तपाईँ पढ्नु नपढ्नु, बरु म छोटो भिडियो बनाउँला, 15-20 मिनट। पढ्नु नपढ्नु तपाईँको कुरा हुन्छ, तर म तपाईँलाई डिटेलमा बुझाएर मात्रै म अगाडि बढ्छु। जस्तो कि म तपाईँको अगाडि बस्छु, तपाईँलाई यो कुरा पक्कै आउँदैन भन्ने म फिल गर्छु क्या। अनि त्यहाँ चाहिँ म दोहोऱ्याइ भन्छु। अब जस्तो जेन्डरमा सजिलो छ, तपाईँलाई नआउने ठाउँमा म
तपाईँलाई 10 पल्ट भन्छु त्यहाँ, अनि बुझ्छ तपाईँले। अनि फेरि बुझेन भने भिडियो दोहोऱ्याएर हेऱ्यो नि भयो हो। तर तपाईँलाई 10 तरिकाले म 10 किसिमको तरिका दिएर तपाईँलाई बुझाउँछु हो। तर म बुझाउँछु, अब जे नम्बर होस् आर्टिकल हो, आर्टिकल भयो। तपाईँलाई कहाँ बुझिन तपाईँलाई लेखिदियो होइन, त मलाई थाहा छ यो तपाईँले बुझ्दैन, त्यहाँ म फेरि दोहोऱ्याउँछु, फेरि अर्को उदाहरण दिन्छु, फेरि अर्को ट्रिकबाट बताउँछु, फेरि त्यसको अर्को वेबाट बताउँछु। त्यसरी गरी म लान्छु। त्यसकारण यो एकदम लामो जान्छ। यो कस्तो भने तपाईँको एउटै आर्टिकल 4वटा कोर्स हुनसक्छ, यसको 5वटा हुनसक्छ, यसको 10वटा हुनसक्छ। यस्तो गर्दै गर्दै यो धेरै लामो जान्छ। म सबै तर मैले बुझाउने गरी भन्छु। तर मैले बुझाएपछि सायद तपाईँले नबुझ्ने हुँदैन, मलाई कन्फिडेन्स छ। तर मैले नजानेको कुरा म फेरि भन्दैन, यस्तो होला है म पनि भन्दैन। म नजानेको कुरा म बताउँदिनँ, किनभने मैले जति जानेछु त्यो मैले कन्फर्म गरेर मात्रै बसेछु। जुन कुरा कन्फ्युज छ मैले गुगलबाट अलरेडी चेक गरेर मैले फिक्स गरिसकेको छु। कति ठाउँमा कुनै रङ पनि किताबमा थियो, मैले गुगलबाट सच्याएको पनि छु। मैले जाने कुरा मात्रै बताउँछु। हुनसक्छ मिनिङ कम बेसी होला होइन, मैले अब कति मिनिङको अर्थ गर्ने होइन, कति उखान टुक्का सिक्ने त्यो त मलाई जरुरी भएन नि। मैले बताउने हो तपाईँलाई एकदम केस्रा छानेर हो, तपाईँलाई म बताइदिन्छु हो। तपाईँलाई पर्फेक्ट बनाइदिन्छु। मेरो भिडियो हेर्नु होला, साथीहरूलाई भिडियो गर्नु होला। म अब तपाईँलाई अर्को एउटा भिडियो म अर्कै अलिक कम्प्लिकेटेड हुन्छ, अलिक गाह्रो हुन्छ, त्यो हाल्छु अर्को। त्यसपछि म तपाईँलाई साधारण लान्छु, टेन्सहरूबाट, नम्बरहरू, जेन्डरहरूबाट योबाट लान्छु क्या। साधारणबाट लान्छु। कहिले यो अलिअलि बतायो, फेरि यता बतायो एउटा दुइटा, अनि यता बतायो। त्यसरी गर्दै म लान्छु। तर लामो हुन्छ। तपाईँलाई यो बताउँदैमा मैले एक दिनमै सिद्ध्याउँ न हो, 1 घन्टामा एउटा भिडियो हुन्न, 4-5वटा भिडियो हुनसक्छ। सबै हेर्नु होला पालो। म तपाईँलाई यो बिस्तारै सबै तपाईँलाई बताइदिन्छु। सबै म तपाईँलाई छर्लङ्गै गरी यो तपाईँलाई कन्फ्युज हुने गरी बताउँदैन। तपाईँलाई पुरा उदाहरण दिएर प्रुफ दिएर यसो भएको हुनाले यसो भयो, यो हो भनेर तपाईँलाई एक तरिकाले बुझिन भन्ने म शङ्का लाग्छ होइन। अनि म अर्को तरिकाले बुझाउँछु, अर्को वेबाट बताउँछु, अर्को उदाहरण दिएर बताउँछु। तर मैले फिल गर्छु तपाईँसँग त मेरो फेस टु फेस भएको छैन, तर म फिल गर्छु अब तपाईँले बुझ्यो। जब मलाई फिल हुन्छ कि तपाईँले बुझ्यो भन्छ, अनि मात्रै म अगाडि बढ्छु। एज तपाईँलाई स्कुलमा पढाएको जस्तै सर विद्यार्थीले सोध्यो होइन, अनि फेरि सरले बताउँछ नि हो, त्यस्तै तपाईँले नसोध्यो भने मैले के फिल गर्छु भने त्यहाँ तपाईँलाई आएन, म बताउँछु है फेरि भनेर बताउँछु। किनभने तपाईँले सोध्नु सक्दैन, तर म बताउनु त सक्छु नि। ओके, अब यो भिडियो सबैलाई सेयर गरिदिनु होला। अब यो भिडियो लामो पनि भयो होइन। एनिवे अब यसरी साथीहरूलाई पनि सेयर गरिदिनु होला तपाईँले जतिसक्दो भिडियो। म मेरो भिडियोको च्यानललाई मैले यो नयाँ खोले हो, म तपाईँलाई सबै चिज दिउँला। यो पार्ट 1 हो होइन। अब यस्तै गरेर म तपाईँलाई भिडियो पुरै तपाईँलाई भिडियो बिस्तारै सबै हालिदिन्छु, हेर्नु होला। तपाईँले जतिसक्दो सेयर गर्नुहोस्, साथीहरूलाई बाँड्नुहोस्। यो तपाईँले सित्तैमा पाएको चिज हो। मैले त एक ठाउँमा बसेर यो मजाले पढाउने हो भने मान्छेले अब आफैलाई भनेको होइन है। फेरि मभन्दा नि कति नजान्नेहरूले तपाईँहरूसँग कति पैसा उठाएर ट्युसन पढाइरहेछ, जबकि यसरी पढाउँदैन। तपाईँलाई त्यही डाइरेक्ट इन्डाइरेक्ट एक्टिभहरू बताउँछ, त लटर बताउँछ। किनभने मैले पनि पढेको हो नि त, मलाई पनि थाहा छ नि त्यो सरहरू कसरी पढाउँछ। केही थाहा त छैन, उल्टो बताउँदो रहेछ। अहिले पछि पो रियलाइज भयो कि यस्ता मलाई सब उल्टो बताएर रहेछ क्या हाम्रो पालामा सरहरूले। त्यो कहाँ उल्टो रङ बताएछ। त्यो एउटाले सोधेछ आई ह्याड भनेको के हो सर भनेको जोड दिएको रे क्या। अब त्यस्तो क्या, सरलाई थाहा रहेछ। आई ह्याड भनेको के हो सर भनेर एउटाले सोधेछ, जोड दिएको रे क्या त्यहाँ, ह्याड भनेको रे। अब त्यस्तो हावा सरहरू छ। अब त्यति बेला अब त्यही त, अब त कसलाई थाहा छ के मतलब, नेपालमा पढेको त हो। एनिवे मैले भन्नु खोजेको तपाईँलाई अरू सर मैले नाम नलिँदा त भन्नु मिल्यो। म कुनै सर भन्दा नि राम्रो पढाइदिन्छु तपाईँलाई, फ्रीमा हुन्छ। तर तपाईँले भिडियो पुरै हेर्नुहोस्, सेयर गर्नुहोस्, तपाईँको सबै साथीलाई बाँडिदिनुहोस्। तपाईँले मेरो सबै भिडियो हेऱ्यो भने तपाईँले ट्युसन पनि पढ्नु पर्दैन, तर प्र्याक्टिस चाहिँ गर्नुपर्छ। त्यो के ट्युसन पढ्ने, तपाईँले ट्युसन पढ्ने यति नै यिनीहरूको लागि होइन। यो बादमा सबै बताइदिन्छु त भन्दैछु त। तपाईँलाई ट्युसनमा यो कहिले पढाउँछ, नन एक्जेक्टिभ भर्बहरू प्रिपोजिसन कन्टिन्युसले। यो नजानिकन तपाईँलाई यो कसरी आउँछ क्या। तपाईँ त हावामा लेख्ने हो, हावामै बोल्ने हो। यो सब अझै हुन्छ है फेरि, यहाँ यो थुप्रै हुन्छ।
कति ग्यादिङ गुदिङ हुन्छ तपाईँलाई सब बताउनलाई मैले भनिसकेँ। तर तपाईँले पुरै भिडियो सधैँ हेर्नुहोस्। म तपाईँलाई 1 by 1 सब हालिदिन्छु। तर एउटा अर्को भिडियो चाहिँ अलिकति अर्कै किसिमको हुन्छ होइन। सेन्टेन्स कसरी बनाउँछ भनेर म अर्को भिडियो हाल्छु होइन। सेन्टेन्स त्यो अलिक गाह्रै हुन्छ होइन। त्यो मैले एउटा उदाहरण दिनुला, त्यो ग्रामर के हो भनेर तपाईँलाई उदाहरण दिनुलाई म त्यो अर्को पनि बनाउँछु। अहिले यस्तै बने जस्तो। त्यसपछि म तपाईँलाई तलबाट लान्छु होइन। टेन्सहरू यस्तो जेन्डर नम्बरबाट बिस्तारै 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 गर्दै गर्दै अनि एडभान्सहरू गर्दै गर्दै म तपाईँलाई कम्प्लिट ग्रामर बताइदिन्छु। चाहे जति दिन लागोस्, महिना लागोस्, तर तपाईँहरूले मलाई साथ दियो भने है, तपाईँहरूले मलाई के अरे के भन्छ इन्करेज गर्यो भने। नत्र त तपाईँले कहिले भिडियो हेर्दैन, केही छैन भने त मैले किन राख्ने? म राख्दिनँ। यो मेरो फर्स्ट भिडियो हो, त्यसपछि मैले के अरे सब्सक्राइब पनि 1000 बनाउनुपर्छ होइन। 1000 बनाएन भने भिडियो राम्रो राख्नु मिल्दैन अरे होइन। 1000 अनि भ्युज पनि हुनुपर्छ। त्यस कारण तपाईँहरूले जति सक्दो गरिदिनु होला। ओके, थ्याङ्क यू। फेरि भेटौँ ल अर्को च्याप्टरमा है त। ओके, थ्याङ्क यू, बाई।